Hi guys, if you want to go camp nearby the Port CBD, then this is for you. यो चाहिँ लेक बर्गम्यान हो। यो चाहिँ 1.5 hour ड्राइभमा रहेको छ पर्ट CBDबाट। यो चाहिँ एकदम क्वाइट र पिसफुल क्याम्प साइट रहेको छ। जाँदाखेरि नि तपाईले फार्महरू मजाले देख्नुहुन्छ, राम्रो भ्यू छ रहेको छ। अनि यो चाहिँ अलरेडी रजिस्टर गरेर जानुपर्ने हुन्छ। अनि रजिस्टर गर्दाखेरि हामीलाई यो कोड दिनुहुन्छ बुमगेटको। अनि यो बुमगेट खोलेर चाहिँ हामी भित्र जानुपर्ने हुन्छ क्याम्प साइटतिर। अनि त्यसको वेबसाइटमा अलरेडी लेखेको थियो हार्ड सर्फेस छ, त्यसैले हम्बरहरू लिएर आउनु होला क्याम्प त्यो टेन्टहरू सेटअप गर्न भनेर। अनि त्यसै अनुसारले हामीले लिएर गएका थियौँ। अनि मजाले सेटअप गर्यो। त्यसपछि हाम्रो यहाँ पासाङ दिदी चाहिँ चिया बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ गफहरू दिँदैछौँ यहाँ अगाडि बसेर। यो सब कतिजना साथीहरूले चाहिँ टेन्टहरू कहाँबाट किन्नु भएको भनेर मलाई मेसेज गरिरहनु भएको हुन्छ। यो चाहिँ सबै केमार्टको है। यो ग्यास, चुलो, टेबल सबै केमार्टको हो। केमार्ट अरू बिग डब्लुएसमा किन्न सक्नुहुन्छ। त्यति कति $20 $12 त्यस्तै पर्छ है। यो टेन्टहरूको चाहिँ हेरेर हुन्छ कति एउटा पर्सन किन्ने भनेर। अब कपाललाई चाहिँ 3% सुइटेबल जस्तो लाग्छ हामीलाई चाहिँ। अब 2% किने पनि हुन्छ। एउटै नै कस्ट छ। अनि एकदम राम्रो छ यो टेन्ट चाहिँ। पानी हुरी बजास खेले पनि लाँदैन, एकदम बलियो छ। हाम्रो करण दाइले चाहिँ एकदम मजाले नाच्नुहुन्छ अनि गीत पनि गाउनुहुन्छ क्या एकदम मजाले। उहाँ चाहिँ एकदमै रमाइलो गर्ने मान्छे हो, हाम्रो वान अफ द मेम्बर है। सबैजना रमाइलो गर्नुहुन्छ, उहाँ चाहिँ एकदम बेस्ट रमाइलो गर्नुहुन्छ है। त्यसपछि हाम्रो चाहिँ अब चटपटे बनाउँदैछु मैले होइन। चटपटे त बनाउनै पर्यो है। यस्तो मिठो भएको थियो चटपटे। हाम्रो सपिङले मासु सासु काट्यो। अनि गेल्मो दिदी चाहिँ मजाले आगो सल्काउनु भयो। यो चाहिँ फायर पिट चाहिँ अलरेडी दिएको छ। यहाँको टाइम चाहिँ 6 to 10 चाहिँ हामीले आगो बाल्न पाउने भनेर लेखेको छ। त्यही अनुसारले हामीले बालेर हल्ला गर्न पाउँछौँ 10 बजीसम्म चाहिँ 6 to 10 चाहिँ। अनि फेरि हामीले फ्रुट ककटेल नै बनाएको थियौँ, एकदम मिठो भएको छ। रेसिपी चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला, त्यसपछि म अर्को भिडियो हाल्नेछु। अनि आगो ताप्दै अनि हामीले एउटा गेम खेलेका थियौँ, त्यो चाहिँ सन्ध्या दिदीले अर्गनाइज गर्नुभएको। अनि गिफ्ट पनि ल्याउनु भएको रहेछ। अनि यो विनर चाहिँ गेल्मो दिदी हुनुभएको थियो है। एकदम प्रिटी गिफ्ट लिएर आउनु भएको थियो। थ्याङ्क यू फर सन्ध्या दिदी, यस्तो अर्गनाइज गरिदिनु भएको। सबै मेम्बर चाहिँ हाम्रो एकदमै रमाइलो हुनुहुन्छ क्या, एकदमै रमाइलो हुनुहुन्छ। अनि उहाँले चाहिँ एउटा सानो स्विट स्पिच पनि दिनुभएको थियो। अनि सबैजनासँग आफ्नो ट्यालेन्ट छ क्या। अनि हाम्रो चाहिँ बासु पोल्यौँ पनि। त्यसपछि हामीले फोसिलमा चाहिँ अब माथि ट्रे हालेर तताएर खायौँ। त्यो पनि मजाले पाकेको थियो है, मिठो पनि भएको थियो अरे साथीहरूले भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि गिटार बजाउँदै गीत गाउँदै आगो ताप्दै एकदम